बढोत्तरी भइरहेको छ। आत्महत्याका घटनाहरू दिनानुदिन बढिरहेको अवस्था छ। सडक दुर्घटनालाई हामीले न्यूनीकरण गर्न सकिरहेको अवस्था छैन। त्यस्तै गरी लागू पदार्थको दुर्व्यसनको संख्या हामीले अहिले प्रतिवेदनहरूको आधारमा अत्यन्तै बढिरहेको अवस्था छ भने अहिले फेरि साइबर अपराधका घटनाहरू पनि दिनानुदिन बढिरहेको अवस्था छ। यी सबै कुराहरू मुलुकको सुरक्षा चुनौतीको रूपमा गम्भीर रूपमा खडा भइरहेको अवस्था छ। यो समयमा तपाईँ नेपाल प्रहरीको संगठन प्रमुखको रूपमा नयाँ नियुक्त हुनु भइरहेको छ। यो नयाँ संगठन नेपाल प्रहरीको प्रमुखको हैसियतमा तपाईँ सामु धेरै ठुला चुनौतीहरू हामीले देखिरहेका छौँ। तर मलाई विश्वास छ तपाईमा भएको जुन कर्तव्यपरायणता, जुन निष्ठा, जुन कामप्रतिको लगनशीलता र कार्यकुशलता छ, लगायत तपाईसँग रहेका समग्र सकल दर्जाका प्रहरी साथीहरू सायद साथै समकक्ष अरू साथीहरूबाट पनि तपाईलाई साथ सहयोग र समन्वय चाहिँ प्राप्त हुने नै छ र त्यसले यो अघि उल्लेख गरेका समग्र सुरक्षा चुनौतीहरूलाई तपाईहरूबाट एकदम कुशलतापूर्वक चाहिँ न्यूनीकरण गरेर मुलुकको शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न पहल लिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु। तपाईले प्रदर्शन गर्ने निष्ठा, इमानदारीता, कर्तव्यपरायणता, जवाफदेहीतापूर्वक जिम्मेवार भई कार्य सम्पादन तपाईबाट हुनेछ भन्ने मैले विश्वास लिएको छु, जसबाट नेपाल प्रहरीका सकल दर्जाको साख वृद्धि गर्दै मुलुकमा शान्ति र स्थिरता कायम भएको हुनेछ। समग्रमा तपाईको यो अवधिमा मुलुकमा आम नागरिकले अनुभूति गर्ने खालको शान्ति, सुरक्षा र अमन चैन कायम हुनेछ भन्ने मैले विश्वास लिएको छु। तपाईको यो कार्यकालमा अपराधका क्रियाकलापहरूमा उल्लेख्य रूपमा नियन्त्रण भएको हुनेछ भन्ने मैले विश्वास लिएको छु। अपराध अनुसन्धान तथा अभियोजनमा निष्पक्षता र व्यावसायिकता प्रदर्शित हुनेछ। विकास निर्माणको कार्यहरूले तीव्रता पाउनेछ। सीमापार क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रित भएको हुनेछ। कानूनको पूर्ण परिपालना हुनेछ। दबाव र प्रभावबाट प्रहरी प्रशासन मुक्त भएको हुनेछ। पीडितले न्याय पाएको महसुस गर्नेछन् भने पीडकले चाहिँ सजाय पाएको अवस्था सिर्जना हुनेछ। आम नागरिकले संविधान प्रदत्त हक अधिकारको अलावा मानव अधिकारको पूर्ण प्रत्याभूति प्राप्त गरेको अवस्था हुनेछ। यो अवस्था सिर्जना गर्नु हुनेछ भन्ने मैले र नेपाल सरकारले पूर्ण विश्वास लिएको छु। त्यो दिशामा तपाईको कार्य सम्पादन अगाडि बढ्नेछ भन्ने मैले अपेक्षा गरेको छु। समग्रमा नेपाल प्रहरी, नेपालको संविधान, नेपाल सरकार आम नागरिक जनताप्रति पूर्ण जवाफदेही र वफादार रही उच्च स्तरको कार्य सम्पादन प्रदर्शन गर्दै नागरिकको मन मुटुमा ढुकढुकीको रूपमा नेपाल प्रहरी बस्न सफल हुनेछ भन्ने मैले अपेक्षा र विश्वास पनि दिएको छु। साथै माननीय मन्त्रीज्यूको निर्देशन समेतका आधारमा नागरिकले अप्ठ्यारो परेर नेपाल प्रहरी सम्झदा तत्काल सहायता दिन पुग्ने गरी आड भरोसा दिन सक्ने किसिमको चुस्त, दुरुस्त, सशक्त र जिम्मेवार नेपाल प्रहरी बनोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। यो कार्यमा नेपाल सरकार, गृह मन्त्रालय सदैव विगतमा चाहिँ साथ, सहयोग, समन्वय र अभिभावकत्व ग्रहण गरि नै रहेको छ विगतमा पनि र आगामी दिनमा पनि त्यो अभिभावकत्व प्रदान गर्ने नै छ। त्यसले निरन्तर